वाटरप्रुफ मेकअप गर्नको लागि तपाईहरुलाई यतिवटा प्रोडक्ट चाहिँ चाहिन्छ। फर्स्टमा म युज गर्दैछु फरएभर 52 को अल म्याट बेस्ड प्राइमर। यो एउटा जेल बेस्ड प्राइमर हो जसले पोर्सहरुलाई पनि ब्लर गर्नलाई हेल्प गर्छ। त्यसपछि म युज गर्दैछु फरएभर 52 कै फोटो म्याट फाउन्डेसन। यो फाउन्डेसन चाहिँ एकदमै हाई कभरेज र वाटरप्रुफ छ। यो ब्राइडल मेकअपको लागि पनि पर्फेक्ट हुन्छ। त्यसपछि म युज गर्दैछु पेस्टलको लुज पाउडर। यो लुज पाउडर अफोर्डेबल पनि छ र यो वाटरप्रुफ पनि हो। प्रुफ बेस गर्दाखेरि चाहिँ तपाईहरुले पाउडर ब्लश नै युज गर्नु भएको राम्रो हुन्छ बिकज यसले चाहिँ मेकअपलाई म्याट फिनिशिङ पनि दिनलाई हेल्प गर्छ। र मैले चाहिँ फरएभर को चिक पप ब्लश युज गर्दैछु शेड 04 को। यो ब्लशलाई मैले मेरो चिक्समा, नोजमा र चिनमा पनि अप्लाई गरेको छु। फर लिप्स म्याट लिपस्टिक युज गर्दैछु म र यो पेस्टलको म्याट लिक्विड लिपस्टिक हो र मैले चाहिँ न्यूड ब्राउन कलरको लिपस्टिक लगाएको छु। अब मेकअपलाई सेट गरेर लक गर्नको लागि मैले फरएभर 52 को येलो फिक्सर युज गर्दैछु र यति 6 वटा प्रोडक्ट युज गरेर तपाईहरुले पनि आफ्नो मेकअपलाई वाटरप्रुफ बनाउन सक्नुहुन्छ।